तपाईँहरूले हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो नयाँ बाटो हो लास्टै अप्ठ्यारो छ क्या यताको बाटो चाहिँ तर अलिक सफा गरेको छु क्या अहिले यस्तो अप्ठ्यारो बाटोहरू छ यो चाहिँ नयाँ मान्छे नयाँ रुटमा चाहिँ यस्तो गाह्रो हुन्छ यो ठाउँमा तर बाइक पनि ढुक्क हुन्छ यस्तो हुन्छ बाटो कसको बाइक गयो अगाडि होइन हाम्रो आदर्शहरू केमा झर्नुभयो ईश्वरहरू केमा झर मासला झन्नै झर सातो गयो यार अस्ति यही बाटोको कारण अस्ति कराइदिएको थिएँ काम गर्ने मान्छेहरूले मैले चाहिँ अहिले चाहिँ अलिक राम्रो बनाएछ अस्ति चाहिँ यस्तो झुरु बाटो थियो यस्तो झुरु बाटो थियो यहाँ बालुवा चाहिँ थुपाइरहेछ गिटी चाहिँ थुपाइरहेछ रामन यस्तो अप्ठ्यारो छ क्या टर्निङ हेर्नु न टर्निङ हेर्नु न अब यहाँबाट छिराउनुपर्छ ओ त यस्तो ओह्रालो छ माटो चाहिँ डबल त हुँदैन बाटोमा किनभने अब यस्तो ओह्रालोमा चाहिँ ज्याम थाम्नु कति गाह्रो हुन्छ नि त आफूलाई त्यसमा डबलमा पछाडिको लोडले गर्दाखेरि डिसब्यालेन्स हुन्छ त्यसपछि बाइक चाहिँ पल्टिनु धेरै सम्भव हुन्छ यस्तो ठाउँमा चाहिँ त्यही भएर यो बाटो तपाईँहरू हिँड्नुहुन्छ भने कृपया प्लिज तपाईँहरूले चाहिँ सिङ्गल मात्रै हिँडिदिनु होला यो बाटो चाहिँ भाँचिसके यो पाहाडीको बाटो पुग्नुपर्ने चाहिँ यस्तो खत्तम बाटो छ ओह्रालो यहाँबाट यस्तो खत्तम छ बाटो चाहिँ र हेर्नु सक्नुहुन्छ तपाईँहरूले तर खुट्टा चाहिँ म टेक्दिनँ यस्तोमा भए पनि किनभने खुट्टा टेक्यो भने झन् मलाई कस्तो अप्ठ्यारो लाग्छ क्या कपाल हालेर Wow, what a surprise! What a surprise! बाटो चाहिँ यस्तो डेन्जर बाटो चाहिँ यस्तो डेन्जर बाटो साँच्चीको अप्ठ्यारो बाटो छ टसरहरू भए चाहिँ खतरा हुन्छ फेरि बाटोको टर्निङ हेर्नु न देख्दैन आँखाले यहाँबाट अब कहाँबाट जाने त्यहाँदेखि पछाडिको टाइगर ढुङ्गामा चढेको भन्ने गयो म घरबाट बाटो लागेको थियो 16 मिनट भएछ 16 मिनटमा यहाँ पुग्दो रहेछ भनेपछि यहाँबाट फेरि 16 मिनटतिरमा चाहिँ तल खोला पुग्छ क्या 20 मिनटमा चाहिँ पुग्छ यहाँबाट खोला समथिङ तर बाटो चाहिँ सबै यस्तै हो अब के गरौँ त नि कसो गरौँ त नि आँसुको मनभरि भाषा नभेटी
दिलको राजा बाख्रा रहेछ माछालाई मृगहरू लाग्छ तर यार लास्टै सादा खाइदियो म चाहिँ मृग भने ओ बाटो 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 हेर्नु सक्नुहुनेछ तपाईँहरूले बाटो रातो माटो कुकुरको